साथीहरू यो चाहिँ भारतको उडिसा राज्यको एउटा गालीलाग्दो घटना हो है, जहाँ आफ्नो बहिनी 3 महिना अगाडि नै बितिसकेको हुन्छन् र बहिनीको नाममा ब्याङ्क खातामा मात्रै 20,000 रुपियाँ हुन्छ र उक्त 20,000 रुपियाँ निकाल्नको लागि दाजुले हर प्रयास गर्छ, ब्याङ्कले पैसा दिँदैन र पैसा नदिसकेपछि ब्याङ्कले सम्बन्धित मान्छे नै चाहिन्छ भनेर भन्छ। तर उसले भन्छ मेरो बहिनी छैनन्, मेरो बहिनी बितिसकेछिन् भन्दा पनि ब्याङ्कले विश्वास नगर्दाखेरि अन्तत दाजुले 3 महिना भइसकेको बहिनी बितेको 3 महिना भइसकेको र उक्त बहिनीको चिहानमा गएर उक्त बहिनीको कङ्गाललाई नै एउटा बोरामा हालेर ब्याङ्कको अगाडि पुग्छन् र यो दर्दनाक घटना, यो पीडादायी घटना आज देशभरि व्यापक रूपमा सबैजनाले हेर्नु भएको छ र ब्याङ्कलाई साँच्चीकै एउटा आलोचनाको बाटोबाट हेरिएको छ। यो साँच्चीकै मन छुने भिडियो साथीहरू है। र हो ठिक छ, ब्याङ्क चाहिँ एउटा विश्वासको संस्था हो, विश्वास हुनुपर्छ, तर यति धेरै पनि यो अलि बढी नै भएको है। एकजना दाजुले आफ्नो बहिनीको खातामा भएको जम्मा 20,000 रुपियाँ निकाल्नको लागि आज दाजुले उक्त बहिनीको कङ्गाल नै चिहानबाट खनेर ल्याएर ब्याङ्कलाई सुम्पिनु पर्दाको यो पीडा त्यो दाजुलाई मात्रै थाहा होला। यस्तो पीडादायक घटना छ, साह्रै मन छ साथीहरू यो भिडियोले।